जर्मनीको फ्र्याङ्कफर्ट सिटी चाहिँ एकदम मोडर्न बनाएर रहेछ, लाइक दुबई हैन। सेन्सरको आयो त्यसको भन्यो, त्यसपछि पुलिसलाई बोलायो, पुलिस आयो, पुलिसले के भयो भनेर सबै कुराहरू सोध्यो। सो हेलो एन्ड गुड मर्निङ एभ्रिवान फ्रम जर्मनी फ्र्याङ्कफर्ट। हामी चाहिँ उठेर भर्खर उठ्यौँ, यो चाहिँ 10 बज्यो होइन, रेडी भयो, केटाहरू लगाइरहेछन्। यो चाहिँ 80 युरोको रुम हो, हेर्न सक्नुहुन्छ। 5 जना 4 जना मात्र बस्न मिल्थ्यो अरे, अनि एकजना इन्डियनकोमा रहेछ, एकजना एडजस्ट गरेर सुता सक्नु। अनि यो सिङ्गल बेड 2टा, अनि त्यहाँ 2टा 4वटा मिल्छ, 5 जना सुत्यो। सो त्यही नै हो। अब चाहिँ हामी निस्किन लाग्यो। ओ बवाल छ गाइज, फ्र्याङ्कफर्ट त बवाल। यो पुरै त्यो छ, त्यहाँनिर मेरो कार पार्किङ छ। सो अब हामी यहाँ 4-5 घन्टा घुम्छौँ, अनि त्यसपछि ब्याक टु स्लोभेनिया। सो गाइज लुक एट दिस फ्र्याङ्कफर्ट सिटी, हेर्न सक्नुहुन्छ। फ्र्याङ्कफर्ट यताबाट यहाँ हेर्न सक्नुहुन्छ होइन। इन्डियन मार्केट त कति हो कति के जर्मनीमा। श्रीलङ्का, इन्डियन, नेपाली मार्केट नै रहेछ यार, नेपाली मार्केट। देश नेपालको झन्डा, विदेशमा नेपालको झन्डा देख्न पाउँदा नि खुसी लाग्छ यार। दुबईमा आएको जस्तै भइरहेछ कि बब्बालै छ भने। लुक एट दिस भ्यू एट जर्मनी। हामी चाहिँ सेन्टरमै बसेको थियौँ हुन्छ बेलुका आएर, अनि बस्नलाई पनि त्यस्तो धेरै महँगो परेन। हामीलाई महँगो पऱ्यो भने चाहिँ एम्स्टर्डममा हो, 200 रुपियाँ पऱ्यो बस्नको लागि चाहिँ। अनि यहाँ त खासै महँगो परेन, 1 रात त गाडीमा सुतिहाल्यौँ, त्यो तपाईँहरूलाई थाहा छँदैछ। अब यता पुल साइडतिर जान्छौँ, एकदम रमाइलो ठाउँहरू छ। जर्मनीको फ्र्याङ्कफर्ट सिटी चाहिँ एकदम मोडर्न बनाएर रहेछ, लाइक दुबई होइन, दुबई जस्तै छ लगभग यहाँ चाहिँ। अरूभन्दा नि यहाँ पाइलै पछि रोड, पाइलै पछि लाइट होइन, पुरै वेट गरे गर्नुपर्छ। यस्तो उबरहरू, ट्याक्सीहरू पनि, मर्सिडिज ट्याक्सीहरू चलाउँछ। एकदम मोडर्न घरहरू बनाएर रहेछ क्या यहाँ चाहिँ होइन, एकदम बवाल। जुन चाहिँ इटालीको मिलान, अनि नेदरल्यान्डको एम्स्टर्डम र जर्मनीको फ्र्याङ्कफर्ट चाहिँ बवालै मोडर्न रहेछ क्या। यो पुरा पार्कहरू, मान्छेहरू हिँड्नलाई ढुकुर गरेर राखेको यहाँ त। सुन्नुभयो यहाँ ढुकुर गुलियाली झिका न, सुन्दा गुलियाली झिका त यहाँ क्या उद्यो। सो गाइज एकदम बवालै छ, बवालै हेर्नको लागि त। लुक एट दिस, यो सिटी एरिया भयो होइन, यो चाहिँ हामी खोला साइडमा आएको छौँ। सो गाइज पुलको सिनेमेटिक हेरिहाल्नु भयो, यसरी स्केटिङ खेलेर हिँड्नुपर्छ। पुलको सिनेमेटिक हेरिहाल्नु भयो। अब हामी यहाँ घुम्दैछौँ, कता के छ रमाइलो सबै कुराहरू घुम्छौँ, फोटोसोटो हानिरहेछौँ। अनि लुक एट दिस गाइज, लुक आउटसाइड, बब्बालै छ बब्बाल। हामीलाई चाहिँ यो टुर चाहिँ अलिकति महँगै पर्यो, किनभने हामी एम्स्टर्डम गएको थियौँ। अभियसली तपाईँहरूलाई थाहा छ होला, एम्स्टर्डम भने यस्तो ठाउँ हो जुन चाहिँ युरोपको मोस्टली कस्टली ठाउँ हो कि, जुन चाहिँ कस्टली पुग्दैन। अनि सो त्यही भएको कारणले हल्का उत्यो भयो, धेरै घुम्न पाइएन र धेरै टाइम पनि छैन। 1 घन्टाको पार्किङ हालेर आएको, 2 घन्टाको पार्किङ, 1 घन्टाको 15 मिनट, 1 युरोको 15 मिनट पार्किङ भनेपछि 5, 6, 7-8 युरोको मैले पार्किङ हालेर आएको थिएँ। लगभग त्यही 1.5 घन्टा जति नै आएन कि। त्यस्तो महँगो छ क्या जर्मनी, त्यस्तै महँगो फ्र्याङ्कफर्ट, त्यस्तै
यहाँ फ्र्याङ्कफर्ट त्यस्तै महँगो प्लस उता के भन्छ त्यसलाई त्यो एम्स्टर्डम त्यस्तै महँगो 48 युरोको 24 घन्टा तिरेको हो। अनि सो त्यही नै हो स्ट्रिटहरू यस्तै छ है भित्रभित्र। हामीले फेरि जम्मा 1.5 घन्टाको पार्किङ हालेर आएको 1 घन्टा 15 मिनट जति त भइसक्यो। 15 मिनट छ फेरि चिट हान्यो भने 20 युरो चिट हान्छ कि। अनि अब हामीले फेरि स्लोभेनिया गएर त्यहीँ तिर्नुपर्ने हुन्छ। त्यही भएको कारणले अब लो बजेटमा घुम्न आएको छौँ। इमर्जेन्सी हिटलरको देशमा आएको चाहिँ हामी अघि अस्ति होइन स्वस्तिकको चिन्ह रहेछ। मलाई हिजो नेदरल्यान्डमा एउटा मान्छेले के भनिरहेको थियो भने अब हाम्रो त स्वस्तिक भने त भगवान्को राम्रो कुराको लागि मान्छौँ नि त होइन। तर त्यहाँको मान्छेले के भनिरहेको छ स्वस्तिक भनेको चाहिँ यहाँको जुन चाहिँ जर्मनीको हिटलरको साइन हो क्या त्यो चाहिँ। अनि तिनीहरू हाँसेर मेरो त्यो गाडीको फोटो खिचेर लिएर गइरहेको थियो। यो यसको मतलब चाहिँ यता युरोपमा चाहिँ स्वस्तिकको मतलब चाहिँ हिटलर जुन चाहिँ मिलियन पिपुल किल गर्यो त्यसको समर्थनमा जनाउँछ भनेर भनिरहेको थियो। सो गाइज अहिले चाहिँ हामी घुम्दै फिर्दै ठ्याक्कै यो दुबईको ब्रुज खलिफाको बिल्डिङ हेरि आएको छौँ। लुक एट दिस भ्यू एकदम राम्रो एकदम रिक्स लिएर आएको छौँ। अब 2 घन्टा भइसक्यो पार्किङ हालेको छ। युरोपमा सबसे गाह्रो भनेको पार्किङले तपाईँलाई डुबाइदिन्छ कि। आधी घुमेर खाने आधी पैसा त पार्किङले भ्याइदिन्छ त्यो छ क्या। जर्मन केटीहरू खासै राम्रा चाहिँ नहुने रहेछ होइन। त्यो स्लोभेनिया नेदरल्यान्ड जस्तो ल्याङ्ग्वेजै कस्तो छ क्या जर्मन ल्याङ्ग्वेज पढ्नै नजान्ने भने ओ अहिले बिल्डिङ त पुरा एपिक छ के गाइज है। ट्याक्सीहरू पनि मर्सिडिज अनि रेन्ज रोभर BMW त यहाँको ट्याक्सी हुन्छ भनेपछि मान्छेहरू कति हाइली उत्यो भइसक्यो आफै सुन्नु। फ्र्याङ्कफर्टको मेट्रो ट्रेन टक्कै रातो बत्ती बल्ने बित्तिकै रोकिन्छ के। रेललाई पनि कन्ट्रोल गर्न सकिँदो रहेछ भन्ने मलाई यहाँदेखि फिल भइरहेको। सो कति लामो बिल्डिङ यो त आम्मामा गाइज यस्तो गरेर देखाउनु पऱ्यो। लुक यस्तो गर्दा नि देख्नुहुन्न होला क्या त्यति लामो बिल्डिङ छ क्या लामो। केटीहरू पनि राम्रा छन् अब देखाउनु मिलेन होइन। यहाँनिर चाहिँ गार्डन जस्तो पुलिस छ त्यहाँ पुलिसको भ्यान चेक गर्न सक्छ। हामीलाई हिजै चेक गरिसक्यो किनभने मेरो त्यो ठ्याक्क जाम थियो होइन गाइस जाम थियो। हिजो म एक्सिडेन्टको चाहिँ उयो भनिदिन्छु मेरो योभन्दा अघिल्लो भ्लग हेर्नुभएको भए हिजो चाहिँ के भयो भनेदेखि ठ्याक्क म उयो जाममा थिएँ हल्का म्याप हेर्ने भएको फुत्तै गाडी गएर अगाडि गएर छोइदियो त्यो म्याप हेर्ने जर्मनमा के भन्छ थाहै छैन भने के भने भयो। अनि त्यसपछि एउटा त्यसको छोरो इङ्ग्लिस बोल्ने रहेछ अनि इङ्ग्लिसमा भन्यो। अनि त्यसपछि पुलिस बोलाउने कि यो सेन्सरको आँखा छोको मात्र हो कि केही गरेको छैन पछाडि डेन्ट पेन्ट केही पनि भएन। मैले त्यहाँ अलिकति हल्का भिडियोहरू त खिचेर हालेको थिएँ तपाईँहरूलाई देख्नुभयो होला सायद होइन। बवाल रहेछ सिन सो तपाईँहरूलाई देखाइदिइहालेँ। अनि डेन्ट पेनहरू केही पनि थिएन सब बवाल त्यो केही पनि गएको थिएन होइन। सो गाइज होइन अनि त्यसपछि यताबाट त्यसपछि सो गाइज होइन त्यसले इङ्ग्लिस बोलिसकेपछि चाहिँ अनि यो केही हुन त बाहिर त केही भएन तर मेरो यो यताबाट हो क्या यताबाट सेन्सरको आँखा यो त्यसको भन्यो। त्यसपछि पुलिसलाई बोलायो पुलिस आयो पुलिसले के भयो भनेर सबै कुराहरू सोध्यो। त्यसपछि अनि मैले यस्तो चाहिँ भयो थोरै मात्र लागेको यसले पुरा सेन्सर देखाइरहेछ सेन्सर बिग्रिरहेछ भनेर त्यो एक्सप्लेन गरेँ। तिनीहरूले के कुरा गरे जर्मन अनि मेरो ड्राइभिङ लाइसेन्स त्यसपछि मेरो पासपोर्ट अनि मेरो एड्रेसहरू सब माग्यो। अनि पुलिसले एउटा इन्सुरेन्सको लागि एउटा पेपर बनाइदियो त यो सबमिट 3 दिनभित्रमा चाहिँ गर त्यहाँनिर सबमिट गर तैँले भनेर भन्यो। हामीले पैसा पनि तिर्नु पऱ्यो केही पनि भन्यो सबै इन्सुरेन्स दिएर
इन्सुरेन्स भइसकेपछि चाहिँ युरोपमा अलिकति सजिलो कुरा भनेको चाहिँ त्यही हुने रहेछ क्या, अलिकति सजिलो हुने रहेछ। फ्र्याङ्कफर्ट स्ट्रिट बबालै छ क्या गाइस होइन, हेर्नको लागि त बबालै छ, पुरै गर्नु पर्दैन। प्राक्टिस चेन automat, अब मलाई पनि पढ्न आयो त गाइस। लुक प्राक्टिस चेन automat। यहाँ हेर्नु, अघि मैले पार्किङको कुरा गरिरहेको थिएँ, 1 युरोको 15 मिनट छ क्या यहाँनिर। इन्डियन होस्टेल प्लस नेपाली मार्केटहरू, इन्डियन मार्केटहरू, श्रीलङ्कन मार्केटहरू कति हो गाइस। जहाँ स्ट्रिटहरू त्यस्तै। अनि बस्नको लागि त यदि यतै बसिन्छ भने त खानको लागि चाहिँ उयो नहुने रहेछ क्या, समस्या नहुने रहेछ क्या। लुब्लियानामा त छैन, एउटा दुइटा छ इन्डियन मार्केटहरू। यहाँ हामी पुलिससँग गएर सेल्फी हान्नु नि त, बोला लिएर त्यसका के फाइदा। ए गाडीले हान्देलाई यार, म त धेरै अगाडि गएछु त होइन हो। अब चाहिँ हाम्रो यो पार्किङ, घुम्ने पार्किङ समय चाहिँ भ्याइयो, प्लस गाडी बिग्रेको कारणले बजेट पनि भ्याइयो। त्यही भएर अब ब्याक टु स्लोभेनिया। आई होप तपाईँहरूले भिडियो इन्जोय गर्नुभयो होला। सो अब मेन सिटीहरू म अझै पनि भिडियो गरेर कस्तो छ के छ भनेर चाहिँ गाडीमै हाल्छु अहिले तत्कालको लागि चाहिँ। अब यति नै हो। अब यहाँ गाडी झिक्यो भने यहाँ पुरा सामान हालेर अनलोडिङ हान्दा मुर्दाले। होइन अहिले चाहिँ हामी ठ्याक्क फ्र्याङ्कफर्टबाट एक्जिट हुन लाग्यौँ, किनभने अब धेरै घुम्ने समय पनि थिएन। आज चाहिँ लगभग सोमबार भइसक्यो, भोलिदेखि चाहिँ हाम्रो काम छ। त्यही भएर अब आज जसरी भए नि स्लोभेनिया पुग्नु नै पर्ने हुन्छ होइन। अब यहाँदेखि चाहिँ लगभग फ्र्याङ्कफर्टदेखि चाहिँ स्लोभेनिया चाहिँ लगभग 900 किलोमिटर छ। 900 किलोमिटर भने हामीलाई 10-12 घन्टा चाहिँ हामीलाई लागिहाल्छ। अनि अहिले लगभग 2 बज्यो, दिउँसोको 2 बज्यो। हामी उहाँ पुग्दाखेरि 10-12 घन्टा भनेर चाहिँ रातको 1-2 बज्छ। त्यही भएको कारणले नि धेरै फ्र्याङ्कफर्ट घुम्न पाएन। अलिअलि जे थियो जस्तो थियो मैले हजुरहरूलाई देखाएँ, हेर्नुभयो होला सायद होइन। आई होप इन्जोय गर्नुभयो होला। सो अब युरोपको सिरिज कस्तो लाग्यो कमेन्ट गर्नु होला, र केही प्रतिक्रियाहरू पनि दिनु होला कस्तो छ के छ। र तपाईँहरू कतै जान लाग्नु भएको छ, कुनै टुर गर्न लाग्नु भएको छ र केही कुराहरू बुझ्नु भएको छैन, पार्किङको बारे थाहा छैन, समथिङ अरू केही कुराहरू, होटेलहरू कुन ठाउँमा बस्दा ठिक हुन्छ भनेर यदि थाहा छैन भनेदेखि कमेन्ट गर्नु होला, या मलाई इन्स्टामा फलो गरेर मेसेज गर्नु होला। सो त्यही नै हो। आई होप इन्जोय दिस भिडियो। सो होप यु गाइज इन्जोय दिस भिडियो। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब टु माई च्यानल। यत्रो बेरसम्म हेर्नु त्यसको लागि धेरै 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 धन्यवाद। युरोप सिरिज कस्तो लाग्यो कमेन्ट गर्नु होला। सो बाई बाई गाइज, ल।